नमस्ते। आज हामी राष्ट्रिय परिचय पत्रबाट मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न गइरहेका छौँ। राष्ट्रिय परिचय पत्रबाट मतदाता नामावलीमा नाम दर्ता गर्दाखेरि निर्वाचन आयोगको अफिसमा जानु पर्दैन। अटोमेटिक नै हाम्रो राष्ट्रिय परिचयको विवरण तान्ने गर्छ। र सर्वप्रथम यहाँ तपाईँ गएर मतदाता नामावली भनेर सर्च गर्नुहोस् अथवा सिधै निर्वाचन आयोगको वेबसाइट पनि हाल्न सक्नुहुन्छ। सर्च गरिसकेपछि इलेक्सन कमिसन नेपाल भनेर आएको चाहिँ हो निर्वाचन आयोगको आधिकारिक वेबसाइट हो election.gov.np। त्यसमा क्लिक गर्नुहोस्। त्यसमा क्लिक गरिसकेपछि यसरी इन्टरफेस खुल्छ। यसमा चाहिँ निर्वाचन आयोग नेपाल भनेर विभिन्न कुराहरू हेर्न सकिन्छ। वेबसाइट बनाउने, मतदाता नामावली प्री रजिस्ट्रेसन र अद्यावधि गर्ने, त्यस्तै गरी मतदाता नामावली हेर्ने लगायतका विभिन्न कुराहरू गर्न सक्छ। हामीलाई चाहिएको मतदाता नामावली प्री रजिस्ट्रेसन र अद्यावधि गर्ने चाहिँ हामीले आजको काम गरेको त्यहाँ क्लिक गर्छौँ। त्यहाँ क्लिक गरेपछि यो पेज खुल्छ र यसमा चाहिँ लेखेको छ मतदाता दर्ता र नामावली अद्यावधि भन्दा चाहिँ यदि गल्ती छ भने सच्याउनको लागि त्यो जाने हो। र हामी चाहिँ नयाँ दर्ता गर्न गइरहेकोले गर्दाखेरि चाहिँ त्यो हामी चाहिँ नयाँ दर्ता भन्नेमा जान्छौँ। र नयाँ दर्तामा छोइसकेपछि यस्तो पेज खुल्छ। यहाँ चाहिँ हामीले आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर र जन्ममिति इस्वी सम्बन्धमा हाल्नुपर्ने हुन्छ। सर्वप्रथम तपाईँले आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर माथि राष्ट्रिय परिचय पत्र नम्बर भनेको ठाउँमा राख्नु र सम्पूर्ण देखेपछि चाहिँ तपाईँ चाहिँ अघि बढ्नुहोस्। अघि बढेपछि यसरी तपाईँको नाम मिल्यो भने चाहिँ यसरी अघि बढ्छ। अघि बढेपछि सुरुमा चाहिँ स्थायी ठेगाना आउँछ। त्यसमा स्टार अङ्कित क्षेत्र अनिवार्य छ, नागरिकता अनुसारको ठेगाना प्रविष्ट गर्नुहोस् लेखेको छ। यो चाहिँ राष्ट्रिय परिचय पत्रबाट नै अटोमेटिकली तानेको छ। यो चाहिँ यदि गल्ती छ भने तपाईँ सच्याउन सक्नुहुन्छ। प्रदेश, जिल्ला, गाउँपालिका र वडा भयो र राम्ररी चेक गरेर अघि बढ्नुहोस्। अघि बढेपछि फेरि आउँछ व्यक्तिगत विवरण। व्यक्तिगत विवरणमा पनि लेखेको छ स्टार अङ्कित क्षेत्र अनिवार्य छ भनेको छ। मतदाता नाम नेपालीमा लेख्नुपर्ने हुन्छ। मतदाताको नाम अङ्ग्रेजीमा, पति पत्नी यदि विवाहित हुनुहुन्छ भने पति पत्नीको नाम लेख्नुहोला। त्यसपछि बुबाको नाम लेख्नुहोला, शुद्ध रूपमा लेख्नुहोला। त्यस्तै गरी आमाको नाम लेख्नुहोला, बाजे अथवा हजुरबुवाको नाम लेख्नुहोला। तपाईँको लिङ्ग के हो, महिला पुरुष अथवा त्यस्तो लिङ्ग के हुन्छ त्यो लेख्नुहोला। टेलिफोन नम्बर, मोबाइल नम्बर र इमेललाई राम्रोसँग लेखेर चाहिँ अघि बढ्नुहोला। इमेल र मोबाइल नम्बर चाहिँ राम्रोसँग लेख्नुहोला, किनकि तपाईँको चाहिँ राष्ट्रिय परिचय पत्रबाट मतदाता नामावलीमा नाम दर्ता भइसकेपछि तपाईँको त्यही नम्बरमा चाहिँ तपाईँलाई मेसेज आउनेछ। त्यसले गर्दा चाहिँ यो नम्बरहरू चाहिँ राम्रोसँग राख्नुहोला। एकचोटि राम्रोसँग चेक गरिसकेपछि तपाईँको पुरै दीर्घ ह्रस्व चेक गरेर चाहिँ यदि सब ठिक छ, इमेलहरू मोबाइल नम्बरहरू सब ठिक छ भने चाहिँ अघि बढ्नुहोस्। राम्रोसँग हेर्नुहोस् र अघि बढ्नुहोस्। अघि बढिसकेपछि फेरि अब नागरिकता विवरण भन्ने छ। स्टार अङ्कित क्षेत्र अनिवार्य छ भनेको छ। यसमा पनि जन्ममिति भनेको छ। जन्ममिति तपाईँको विक्रम सम्वतमा लेख्नुपर्ने हुन्छ। नागरिकतामा त्यस्तै लेख्नुहोला। नागरिकता प्रमाणपत्र नम्बर, नागरिकता नम्बर लेख्नुहोस्। राष्ट्रिय परिचय पत्र नम्बर लेख्नुहोस्। यो आफै आउँछ। त्यस्तै गरी नागरिकता जारी जिल्ला यो चाहिँ भर्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँको जिल्लाको हो। त्यहाँ विभिन्न जिल्लाहरू 70वटा जिल्ला छन्। त्यो मध्ये तपाईँको जिल्ला चाहिँ छान्नुपर्ने हुन्छ। मेरो जिल्ला चाहिँ मैले छाडेँ। छाडिसकेपछि अब इस्वीसम्म तपाईँको जन्ममिति लेखेको छ त्यो चाहिँ पनि स्वचालित रूपमै आउँछ। नागरिकताको किसिम भनेको छ। त्यसपछि नागरिकता वंश हो कि जन्मसिद्ध हो कि अङ्गीकृत हो कि वैवाहिक अङ्गीकृत हो कि मानक हो के हो तपाईँको त्यो लेख्नुहोस्। मेरो चाहिँ वंश हो, त्यो चाहिँ मैले वंश लेखेँ। नागरिकताको जारी मिति यो पनि अटोमेटिकली आउँछ। यदि गल्ती छ भने सच्याउन सायद मिल्दैन होला, यहाँ अटोमेटिक आउँछ। नागरिकताको विवरण अनुसार जन्मस्थल भनेको छ। स्थानीय ठेगाना जस्तै भनेको चाहिँ स्थानीय ठेगाना र नागरिकताको चाहिँ दुरुस्तै छ भने त्यहाँ टिक लगाइदिएपछि अटोमेटिक स्वचालित रूपमै भरिएर आउँछ। र यदि तपाईँले चाहिँ चेन्ज गर्न चाहनुहुन्छ भने पनि तपाईँले त्यो टिक हटाएर तपाईँले आफ्नो तरिकाले ल्याउन सक्नुहुन्छ। यो चाहिँ दुरुस्तै छ, त्यसले गर्दा मैले चाहिँ के हटाइनँ र त्यो स्वचालित रूपमा नै भरिएको छ। यसमा चाहिँ केही चलाउनु परेन। र तलतिर जानुपर्छ। तलतिर पनि स्थानीय बसोबासको ठेगाना, यो ठेगानामा मात्र मतदाताले मतदान गर्न पाउनेछन् भनेको छ। यो चाहिँ मतदान कहाँ गर्न चाहनुहुन्छ त्यो लेख्नुपर्ने हुन्छ। तपाईँ बसोबास गर्दै आउने ठाउँ गण्डकी। मेरो चाहिँ नागरिकता यो उस्तै छ। त्यसले गर्दाखेरि मैले चाहिँ सेम नै छ मेरो चाहिँ।
तपाईँको यदि फरक छ भने तपाईँ फरक पनि लेख्न सक्नुहुन्छ। यो चाहिँ राम्रोसँग हेरेर लेख्नु होला। र तपाईँले गल्ती ठाउँमा लेख्नुभयो भने चाहिँ तपाईँले फेरि मतदान गर्न त्यो ठाउँ नै जानुपर्ने हुन्छ र तपाईँले आफ्नो ठाउँमा जान सक्नुहुन्छ। त्यसले गर्दा यो चाहिँ एकदम राम्रो ध्यान दिएर लेख्नु होला। गाउँ टोलको नाम के हो त्यो लेख्न सक्नुहुन्छ। र यसरी एकचोटि राम्रोसँग भरेर राम्रोसँग चेक गरेर चाहिँ तपाईँ अघि बढ्न सक्नुहुन्छ र कुनै गल्ती छ भने फेरि चेक त्यसलाई सच्याउन सक्नुहुन्छ। अब यहाँ चाहिँ अपाङ्गता भएको भनेर लेखेको छ। अपाङ्गता भएको यदि तपाईँ अपाङ्ग हुनुहुन्छ भने अपाङ्ग छ भनेर कुन चाहिँ कस्तो अपाङ्गता हो त्यो लेख्न सक्नुहुन्छ। छैन भने छैन भइहाल्यो। र हो भनेपछि यसरी आउँछ कुन चाहिँ अपाङ्गता हो, त्यहाँ टिक लगाउन सक्नुहुन्छ। दुवै कान नसुन्ने हो कि, आँखा नदेख्ने हो कि, बोल्न नसक्ने हो कि, दुवै हातमा नभएको हो कि, हिँड्डुल गर्न नसक्ने हो कि, अन्य हो। यदि यो मध्ये कुनै पनि होइन भने चाहिँ तपाईँले के हो त त्यो कैफियत भनेर चाहिँ लेख्न सक्नुहुन्छ। यदि अपाङ्गता हुनुहुन्छ भने, यदि अपाङ्गता हुनुहुन्न भने होइन लिएर छोडिदिएपछि भइहाल्छ। यसमा खासै ठुलो छैन र यसमा अघि बढ्नुहोस्। अघि बढेपछि अन्यमा छ। यसमा चाहिँ मातृभाषा के हो, शैक्षिक योग्यता के हो, समूह के हो, जाति समूह के हो भन्ने छ। मातृभाषामा चाहिँ नेपाली, गुरुङ, चुरौती गुन्डा विभिन्न जातिको मातृभाषा छ। त्यस्तै गरी तपाईँको शैक्षिक योग्यता तपाईँ निरक्षर हुनुहुन्छ कि साक्षर हुनुहुन्छ, के हुनुहुन्छ, जे हुन्छ त्यही राख्नुपर्ने हुन्छ। साक्षर हुनुहुन्छ भने साक्षरमा छुनुहोस्। त्यसै गरी समूह वर्ग छ। समूह वर्गमा चाहिँ तपाईँले कुन जातिको हुनुहुन्छ भन्ने कुरा हुन्छ। यो आदिवासी जनजाति हुनुहुन्छ कि, दलित हुनुहुन्छ कि, खसारे हुनुहुन्छ कि, मधेसी हुनुहुन्छ कि, मुस्लिम के हुनुहुन्छ। म चाहिँ खसारे भए खसार लेखेँ। र शैक्षिक योग्यता तपाईँले छान्नुपर्ने हुन्छ। त्यसमा छ यसमा चाहिँ विभिन्न क्याटेगोरी राखेको छ। एसएलसी, एससिसी लेखेको छ, प्रवेशिका लेखेको छ। त्यसै गरेर प्रवीणता प्रमाणपत्र भनेको छ। 10/2 लेखेको छ। प्रविष्ट भयो। स्नातकोत्तर, एमए, विद्या बाधेनी विभिन्न छ। अब तपाईँ के हो, यो चाहिँ स्नातक भएर स्नातक छाने र यसरी चेक गरेर राम्रोसँग हेर्नुहोस् र अघि बढ्नुहोस्। अब अघि बढिसके पुनरावलोकन भनेको छ तपाईँले पहिला भरेका सम्पूर्ण विवरण एकचोटि सर देखाउँछ। यदि कुनै गल्ती छ भने तपाईँले सच्याउन सक्नुहुन्छ। यसलाई चाहिँ अत्याधिक राम्रोसँग हेर्नुहोस्। यो गल्ती भयो फेरि झ्याउँछ, फेरि सच्याउनु पर्ने हुन्छ। त्यति बेला राम्रोसँग नाम हेर्नुहोस्, अङ्ग्रेजीमा नाम लेखेको हेर्नुहोस्, नेपालीमा लेखेको ह्रस्व दीर्घ हेर्नुहोस्, पतिको नाम, पत्नीको नाम, बुबा आमाको नाम, सम्पूर्ण बाजेको नाम हेर्न सक्नुहुन्छ। त्यस्तै गरी गरेर नागरिकता प्रमाणपत्रको विवरण पनि तपाईँ राम्रोसँग चेक गर्नु होला। रिपोर्ट राम्रोसँग हेर्नुपर्ने हुन्छ। त्यस्तै गरी गरेर स्थायी बसोबास ठेगाना पनि राम्रोसँग चेक गर्नु होला। त्यसमा पनि केही गल्ती छ भने सच्याउन सकिन्छ। अपाङ्गता भएको छ छैन त्यो चेक गर्नुभयो। अन्यमा शैक्षिक योग्यतादेखि लिएर मातृभाषा, समूह, त्यस्तै गरी टेलिफोन नम्बर, फोन नम्बर, यो चाहिँ विशेष गरी यसलाई चाहिँ हेर्नु होला। र सम्पर्क स्थान विवरण भनेको चाहिँ यदि तपाईँले जानु पर्दैन, तपाईँको यो राष्ट्रिय परिचय पत्रबाट भरिसकेपछि तपाईँलाई सिधै नै रुजु भइसकेपछि तपाईँलाई चाहिँ म्यासेज आउँदै गर्दछ। र सम्पूर्ण राम्रोसँग चेक गर्नु होला। यदि कुनै गल्ती भेट्नुभयो भने चाहिँ फेरि पुनः तपाईँले अघिल्लोमा गएर चाहिँ तपाईँले यहाँ गरेर पनि तपाईँले चाहिँ फेरि सच्याउन सक्नुहुन्छ। यदि तपाईँको सम्पूर्ण ठिक छ भने तपाईँ दर्ता गर्नुहोस् छुनुहोस्। दर्ता गर्नुहोस् भयो। दर्ता गर्नुमा छोइसकेपछि तपाईँलाई एउटा म्यासेज जस्तो आएको छ। तपाईँको आवेदन नम्बर यति हो। सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट रुजु पञ्जीकरण भए पश्चात तपाईँको मोबाइल नम्बर वा इमेल ठेगानामा मतदाता नम्बर पाउनुहुनेछ। यदि तपाईँ फारमलाई पिडिएफ रूपमा सुरक्षित गर्न चाहनुहुन्छ भने यस क्लिक गर्नुहोस्। यदि चाहनुहुन्न नो क्लिक गर्नुहोस्। यदि तपाईँलाई पिडिएफ बनाएर राख्नु मन छ भने चाहिँ यस गर्नुहोस्। यदि चाहिँदैन भन्नुहुन्छ भने नो गर्नुहोस्। सकेसम्म राखेकै राम्रो होइन। त्यसले गर्दा यस थिचेर चाहिँ म चाहिँ यसलाई चाहिँ पिडिएफ फाइलमा राख्नेछु। राखिसकेपछि माथि डाउनलोड भएर आएको छ र तपाईँले चाहिँ त्यसमा छोएर डाउनलोडमा छोएर चाहिँ तपाईँले आफ्नो पिडिएफ चाहिँ चेक गर्न सक्नुहुन्छ। यस्तरी चाहिँ पिडिएफ यस्तो आउँछ र यसमा पनि तपाईँले हेर्न सक्नुहुन्छ। यो चाहिँ अब सच्याउँछ मिल्दैन हो। यसमा गल्ती भइसकेपछि चाहिँ अब तपाईँ फेरि पुनः यो दर्ता जस्तो गर्नुपर्ने हुन्छ। र यसरी तपाईँले राष्ट्रिय परिचय पत्रको माध्यमबाट निर्वाचन आयोगमा मतदाता नावली दर्ता गरेर सफल हुनुभएको छ।